जति नै एक्सपिरियन्स भए पनि जति नै काम गर्न आउने भए कुनै कुनै क्लाइन्टहरूलाई बुझ्न चाहिँ कति धेरै गाह्रो हुने क्या। उहाँहरूलाई चाहिँ हामीले गरेको काम कामै होइन, हाम्रो काम सिर्फ ब्रस हल्लाउने हो मात्रै जस्तो लाग्छ। अनि फेरि उहाँहरूलाई राम्रो पनि चाहिएको हुन्छ, एकदमै राम्रो होस्, स्मुथ होस् पनि भन्नुहुन्छ। अनि पैसा पनि कम गरिदिनु, घटाइदिनु, धेरै भयो, चार्जेस किन यति धेरै महँगो पनि भन्नुहुन्छ क्या। अनि म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भनेदेखि सबै फेसमा एउटै खालको प्रोडक्ट लाग्दैन, सबैलाई एउटै प्रोडक्टले पनि मिल्छ भन्ने हुँदैन। कसैको ओइली फेस हुन्छ, कसैको ड्राई हुन्छ भने कसैको सेन्सिटिभ वाला फेस पनि हुन्छ। हामीले चाहिँ हाम्रो नलेजको, हाम्रो मेहनतको, हामीले 3 घण्टा 4 घण्टा उभिएर काम गरेको मेहनतको पैसा लिने हो। कुन फेसमा कस्तो खालको मेकअप सुहाउँछ सुहाउँदैन, कसलाई कुन लुक सुहाउँछ, कसलाई कुन लुक सुहाउँदैन, त्यो पनि बुझेर एकदमै डिटेलमा काम गर्नुपर्ने हुन्छ हामीले। यो कुरा चाहिँ हजुरहरूले पनि बुझ्नुपर्ने हो जस्तो लाग्छ मलाई। र कोही क्लाइन्टहरू साँच्चै नै एकदमै धेरै राम्रो पनि हुनुहुन्छ। जस्तै आज मैले यो मेकअप गरिरहेको क्लाइन्ट चाहिँ एकदमै धेरै बुझ्ने हुनुहुन्छ। उहाँको चाहिँ केही पनि डिमान्ड थिएन, उहाँले चाहिँ मलाई तपाईँलाई जस्तो मन लाग्छ त्यस्तै खालको मेकअप गरिदिनु, आउटफिटसँग चाहिँ म्याच होस् भनेर भन्नुभएको थियो। र उहाँको मेकअप चाहिँ मैले एकदमै सिम्पलै राखेको थिएँ र उहाँलाई एकदमै धेरै राम्रो पनि देखेको थियो। र हेयर चाहिँ मैले उहाँको डिमान्ड अनुसारै बनाएको थिएँ र उहाँलाई चाहिँ मेरो मेकअप एकदमै धेरै राम्रो लागेको थियो।